हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी स्नेक प्लान्टको बारेमा धेरै कुरा जान्नेछौँ। बिगिनर्सका लागि झन् एकदम उपयोगी भिडियो हुन जान्छ यो चाहिँ स्नेक प्लान्टको सेन्सेभेरिया ट्रिफासिएटा लरेन्ट टाइप्समा पर्छ है त। यो छेउछेउमा येल्लो भएकोलाई चाहिँ सेन्सेभेरिया ट्रिफासिएटा लरेन्ट भनिन्छ। स्नेक प्लान्ट त सबैलाई प्रायः सबैले देख्नु भएको छ, सबैले राख्नु पनि भएको छ है त। यो हरियोवालामा चाहिँ सेकेन्ड टाइप्समा पर्छ, सेन्सेभेरिया ट्रिफासिटिया जेलानिका टाइप्समा पर्छ है त। यो चाहिँ हरियोमा हुन्छ, यसरी बिचमा डार्क ग्रीन हुन्छ भने साइडमा यसरी छिर्के मिर्के टाइपमा हुन्छ। यो पनि एउटा राम्रो स्नेक प्लान्ट हो। स्नेक प्लान्टको केयरको बारेमा हजुरहरूलाई म भन्छु। स्नेक प्लान्टलाई चाहिँ मदर इन ल ट्रङ्क पनि भनिन्छ अरे, वाइ थाहा छैन किन भनिन्छ त्यस्तो चाहिँ, त्यो तपाईँहरूले बुझ्नु होला। यो सानोवाला स्नेक प्लान्ट पनि छ हाम्रोमा, हेर्नु है त। हामीले चाहिँ स्नेक प्लान्टलाई यसरी राखेको छौँ होइन। हेर्नुहोस् है त कस्तो राम्रो देखिन्छ यसरी सजाएर मजाले राख्दाखेरि। यो चाहिँ स्नेक प्लान्टको सानोवाला हो। यो सानोवालालाई चाहिँ बर्ड नेस्ट स्नेक प्लान्ट भनिन्छ। बर्ड नेस्ट स्नेक प्लान्ट भनिँदो रहेछ यो सानोवाला स्नेक प्लान्टलाई। त्यो पनि राम्रो हुन्छ, मजाको हुन्छ। यो चाहिँ ठुलो ठुलो त्यो अघि मैले देखाए जस्तो चाहिँ हुँदैन। यो चाहिँ यसरी सानो सानोवाला टपक टपक परेको टी टेबलहरूतिर राख्दाखेरि राम्रो देखिन्छ। हेर्नुहोस् त है, राम्रो देखिन्छ। हामीले चाहिँ यसरी सबै यसरी बाहिर राखेका छौँ। यहाँ चाहिँ बिहान मात्रै लाइट आउँछ, दिनभरि लाइट आउँदैन, राम्रो छ। अनि हाम्रोमा यहाँनिर अझै ठुलो ठुलो यिनीहरूको सबैको मदर प्लान्ट पनि यहाँनिर छ। यिनीहरू चाहिँ त्यो सबैको मदर प्लान्ट हो। यहीँबाट हामीले कटिङ गरेर त सानो सानो बनाएको हो। यो चाहिँ यसको ठुलो ठुलो मदर प्लान्ट भनेको चाहिँ उनीहरूको ठुलो प्लान्ट। यो चाहिँ आमा प्लान्ट सुरुको। यो चाहिँ यत्रो छ, हेर्नु कति लामो छ, ठुलो छ। यो सानो पटमा पनि ठुलो बनाउन सकिन्छ, मजाले झ्याङ्गिन्छ। तपाईँहरूले यो स्नेक प्लान्टहरू चाहिँ बाथरुममा, बेडरुममा, लिभिङ रुममा, बाल्कुनीतिर, अफिसमा, एभ्रिवेयर राख्न मिल्छ है त। यो चाहिँ एकदम राम्रो हो। स्नेक प्लान्टलाई चाहिँ अरू सेन्सेभेरिया मुनसाइन पनि भनिन्छ, सेन्सेभेरिया ब्ल्याक गोल्ड, निकै प्रकारको हुन्छ है त। अनि यसले चाहिँ एकदम रातभरि अक्सिजन छोड्छ, राम्रो हुन्छ। आफ्नो बेडरुममा राख्नका लागि पनि एकदम राम्रो हुन्छ। यसले एयर प्युरिफाई गर्न एकदम धेरै मद्दत गर्छ। अनि यसलाई अर्को सार्न पनि एकदम सजिलो छ। यसलाई लिफ कटिङ गरेर सार्न सकिन्छ र जराबाट छुट्याएर पनि सार्न, जराबाट त छुट्याउनु सजिलो भइहाल्यो। लिफ कटिङ गरेर मजाले यसलाई अर्कोमा हामीले नर्सरी बनाउन सक्छौँ, सार्न सक्छौँ है त। यो गर्मीमा यसलाई 10 देखि 12 दिनमा एकपटक पानी हाल्दा हुन्छ। जाडोमा 15 देखि 20 दिनमा एकपटक पानी हाल्दा हुन्छ। अनि त्यस पछाडि यसलाई चाहिँ वेल ड्रेनिङवाला सोइल चाहिन्छ, भनेको माटो चाहिन्छ वेल ड्रेनिङवाला। अनि माटो चाहिँ एकदम भारी गह्रौँवाला माटो भयो भने चाहिँ पात पहेँलो भएर यो मर्न सक्छ होइन। अनि 1 महिनामा एकचोटि चाहिँ लिक्विड फर्टिलाइजर चाहिँ यसलाई लगाइदिनु पर्छ। लाइट तर इन्डाइरेक्ट लाइटमा चाहिँ राख्नुपर्छ। लो लाइटमा हुँदाखेरि राम्रो, 15 देखि 30 डिग्री सेल्सियसमा राख्दाखेरि राम्रो हुन्छ एकदम। एग्लोनिमाको अर्को भिडियो बनाइसकेको छु। हामीसँग यो एग्लोनिमाको टाइप्स पनि छ एउटा। अनि यो पनि एकदम राम्रो प्लान्ट हो। अनि यो छ हाम्रोमा रेडवाला एग्लोनिमा। यसको बारेमा पनि म नेक्स्ट भिडियोतिर बनाउँदै जानेछु है त। यो पनि एकदम राम्रो इन्डोर प्लान्ट हो। हेर्नुहोस् त कति राम्रो छ। यसको बारेमा जानकारी चाहिन्छ भने सब्सक्राइब गर्दै गर्नुहोला। अनि यो छ हाम्रो एकदम राम्रो भेरिगेटेड भेराइटी अफ प्ल्याक्ट्रान्थस भनिन्छ यसलाई। स्विडिस आइभी पनि भनिन्छ र अनास्तासिया ह्याङ्गिङ प्लान्ट पनि भनिन्छ। यो पनि एकदम राम्रो प्लान्ट हो। ओके गाइज, थ्याङ्क्स फर वाचिङ। डोन्ट फर्गेट टु सब्सक्राइब फर मोर भिडियोज। थ्याङ्क यू सो